Hey guys, welcome back to my channel and happy तिहार everyone. अब चाहिँ हाम्रो घरमा चाहिँ तिहार आएपछि तिहारको सुरुवात चल्दैछ। यहाँ चाहिँ हाम्रो आमाले रोटी बनाउँदै हुनुहुन्छ हैन। अनि कस्तो राम्रो रोटी भइराछ। भोलि बिहान भयो हैन। अब म चाहिँ तिहारको लागि रेडी हुँदै छु। फर्स्टमा उठ्नुबित्तिकै फेस मसाज गरेर त्यसपछि यो फ्ल्याक्सीड लाउँछु मैले फेसमा हैन। यो लगाएपछि चाहिँ एकदम स्किन चाहिँ एकदम फ्रेश फिल हुन्छ मलाई। स्किन नि एकदम राम्रो हुन्छ फ्ल्याक्सीड चाहिँ। यो चाहिँ कलरहरु भयो हैन। यो कलरहरु चाहिँ मैले अब त्यो भाँडामा खनाउँछु। यो चाहिँ झिलमिली मेरो फेभरेट कलर। कति थोरै हुन्छ के त्यही कलर फेरि। अनि अब मम्मीले चाहिँ अचार बनाउनु भयो सोराको हैन। मम्मीले रोटी बनाउनु भयो बिहान उठेर फेरि। हाम्रो घरमा चाहिँ तिहारको दिनमा सधैँ एकसाकै पर्छ हैन। त्यही भएर मासु अनि यो बासी कुराहरु चाहिँ खानुहुन्न मम्मीहरुले। हामीले नि खान्नौं त्यही भएर कहिले नि। मेरो फ्ल्याक्सीड लगाएको चाहिँ सुकिसके छ पुरै फेस। अब चाहिँ म यसलाई सफा गर्छु हैन। आजको चाहिँ मेरो यत्रो खानेकुराहरु बनाउनुमा कन्ट्रिब्युसन भनेको त्यो ईश्वरको अचारमा भाङ पिसेर छोप लगाउने त्यसपछि यो ब्राउन बनाउने त्यति हो। नि अब चाहिँ म रेडी हुन्छु ल। म रेडी भइसक्यो अब लगभग देख्न सक्नुहुन्छ हजुरले हैन। यहाँ चाहिँ हामीले टीका लगाउन थालेपछि है मैले भिडियो बनाउन लागेको त पुरै एन्टी लाइट परेर अनि काले आयो अनि कति धेरै आधी जति डिलिट गर्नु पर्यो। अहिले यताहरु बनाएको बल्ल अलिकति गतिलो भयो हैन। तबाट बनाएको आधी भिडियो जस्तो फाल्नु पर्यो। अब यहाँ चाहिँ फोटो सेसन चल्दै छ। बल्ल मेरो पालो आयो टीका लगाउने चाहिँ। अब यो टीका चाहिँ धेरै जस्तो बाङ्गो टेढो हुन्छ हैन। त्यही भएर सिधा बनाइदे भनिरहेको छु मैले। अहिले चाहिँ सिधै भयो राम्रो भयो अहिलेको टीका चाहिँ। हामी चाहिँ मम्मी र मामा अनि दाइ र म मात्रै भयौं यो पाली। फर्स्ट टाइम हो पोखरामा तिहार मनाएको पनि। यो पाली त तासखेल्न पनि पाइएन। एकदम साइलेन्ट वाला भाइ भइरहेको जस्तै रमाइलो चाहिँ भएन। 4 जना मात्रै एकदम शान्त भयो। यो चाहिँ राति भइसक्यो है। झिलमिल छ जतासुकै। भिडियो एडिट गर्ने बेलासम्म मैले मुख चाहिँ धोइसके। हाम्रो तिहार चाहिँ सकियो। तपाईहरुको चाहिँ कस्तो भयो कमेन्ट गर्दिनु होला एन्ड डोन्ट फर्गेट टु लाइक, कमेन्ट एन्ड सब्स्क्राइब टु माय YouTube channel. Good night. Bye bye.